पाटन संयुक्त क्याम्पस सोभि सभापतिको उम्मेदवार नेभी संघका रोहित कपालीज्यूलाई आजको कार्यक्रममा हार्दिक स्वागत छ। धन्यवाद। यो चुनाव चाहिँ तपाईहरुको स्थगित भएर फेरि सोभिको चुनाव हुँदैछ पाटन संयुक्त क्याम्पसमा, किन यस्तो भइराहो? खास यसको मुख्य कारण भनेको चाहिँ क्याम्पस प्रशासनको नि थोरै त्रुटि चाहिँ देखेको हो। जुन चैत 5 गते हाम्रो सोभि निर्वाचन त्रिभुवन विश्वविद्यालय टोक्यो, त्यो अन्तर्गतै चुनाव प्रक्रिया अघि बढ्दै चुनाव पनि भए, सुचारू पनि भए। लगभग तपाईको 119 मत झरिसकेका थिए, विद्यार्थीले आफ्नो मत पनि हालिसकेका थिए। तर त्यहाँ क्याम्पस प्रशासनको सानो त्रुटिलाई हाम्रो संगठन विभिन्न संगठनका साथीहरूले तपाईहरुले चाहिँ हुलदंगा गरेर यस्तो भएर भन्ने पनि हल्ला छ नि त। हैन, खास त्यो हुलदंगाको विषयमा चाहिँ के हो भन्दाखेरि तपाईको लगभग विद्यार्थीहरू 4-5 घण्टा लाइन बसिसकेका थिए। अनि 4-5 घण्टा लाइन बसिसकेपछि जब संगठनका साथीहरूले विभिन्न संगठनका साथीहरूले विज्ञप्ति बुझाले स्थगित भन्दै गर्दा त्यो बाहिर लाइन 4 घण्टा त्यस्तो तातो घाममा लाइन बसिसकेका विद्यार्थी आक्रोशित भएका हुन्। मेन कारण उनीहरूले आक्रोशित भएर हाम्रो मत हाल्ने अधिकार हामीलाई सुनिश्चित गर भनेर आन्दोलन गर्दै गर्दा संगठनका साथीहरूले भन्दा नि बाहिरका संगठनलाई आस्था राख्ने बाहिरका साथीहरूले बोतल हान्ने अनि ढुङ्गा हान्ने कार्य गर्न थालेपछि चाहिँ त्यही विभिन्न अनि हाम्रो पनि भोलि इलेक्सन छ हैन, तपाई सोभि सभापतिको नेभी संघबाट उम्मेदवार हुनुहुन्छ। हजुर, तपाईको ट्याक्कै टु द पोइन्ट भनिदिनुस् त, एजेन्डा के हो? हाम्रो मेन एजेन्डा भनेको विद्यार्थीको हकको लागि लड्ने हो। सबैले त्यसै भन्छन् अनि हामी चाहिँ निरन्तर तपाईलाई खुलेर भौतिक कुरा गर्छन्, खै नीतिगत कुराहरू तपाईहरुको खै त के छन् तपाईहरुको नीतिगत कुरा? तपाईलाई खुलेर भन्नुपर्दा म यो भन्दा अघि सोभि कोषाध्यक्ष लडेर हारेको मान्छे। त सोभि कोषाध्यक्ष लडेर हार्दै गर्दा नि जुन दिन म चुनाव हारे त्यो बेला एउटा अठोट लिएर म गर्छु पाटन क्याम्पसमा, मलाई अझ मैले काम गरेको पुगे हैन भन्ने मैले त्यो एउटा मनमा राखेर पहिला तपाईलाई अब नपत्याएको विद्यार्थीहरु अहिले पत्याउने आधार चाहिँ के छन्? त्यही भन्दैछु। मैले चाहिँ के हो भन्दाखेरि मलाई पत्याउनेको आधार बनाउनकै लागि म चुनाव हारे पनि भोलिपल्टदेखि निरन्तर विद्यार्थीको हकको लागि लड्दै गरे, क्याम्पस प्रशासनसँग विद्यार्थीको लागि बोल्दै बसे। मैले सक्ने कार्यहरू गर्दै गएँ। जस्तै तपाईलाई उदाहरण यत्रो हामीले यो टोयलेटहरू बनायौं। टोयलेट बनाउनको लागि निरन्तर क्याम्पस प्रशासन 35 दिनसम्म आन्दोलन गर्यौं। हामीले सभ्य तरिकाले त आन्दोलन गर्यौं। क्याम्पसलाई हाम्रो पैसाको यो टोयलेटहरू बनाइदिनु पर्यो भनेर हामीले आवाज गर्यौं। बाथरुम यो बाथरुम धाराका कुरा त सामान्य कुरा हो। अहिले पनि यस्तो चाहिँ राजधानीमा भएको मानि त्यस्तो भए दूरदराजमा के होला? तपाईको पाटन क्याम्पसको हकमा अहिले पनि त्यस्तो भनेर बस्ने अवस्था छ र? पाटन क्याम्पसको हकमा त्यो साधारण थिएन। किनभने चाहिँ तपाईको टोयलेट जाँदै गर्दा पानी पर्ने समयमा इता ढुङ्गा हाल्दै ढुङ्गामा टेक्दै टोयलेट जाने, टोयलेटमा पनि ढुङ्गामै टेकेर टोयलेट गरेर फेरि त्यही ढुङ्गा टेक्दै बाहिर आउनु पर्ने स्थिति थियो। यो त छँदैछ हैन? यो त सरकारी कलेजहरुको चाहिँ यो त अभिगतै हो। हजुर, नीतिगत कुराहरु चाहिँ के भए? नीतिगतको विषय राजनीति मात्र हुन्छ, कंक्रिट कुराहरु आउँदैन विद्यार्थीहरुको लागि, विषयवस्तु पाठ्यक्रमको बारेमा। हजुर, प्राइभेट पनिसँग च्यालेन्ज गरेर लड्नु पर्छ। तपाईहरुको त्यस्तो चाहिँ मुद्दाहरु के छन्? त्यो विषयमा चाहिँ हामीले जुन पाटन संयुक्त क्याम्पस लगायत सम्पूर्ण आंशिक क्याम्पसमा जुन भन्छ नि आन्दोलन गर्दा विद्यार्थीलाई यो पठन पाठनमा हानि गर्छ यताउति, तर त्यो पाटन क्याम्पसमा कहिले पनि भएन। हामीले जति पनि आन्दोलनहरू गर्यौं, जति पनि हामीले दबावहरू दियौं क्याम्पस प्रशासनले विद्यार्थीको लागि दिएको हो, तर पनि त्यो समयमा पनि हामीले पठन पाठन चाहिँ कहिले पनि रोकेनौं। हामी आफै गएर सरहरूलाई पठन पाठन चाहिँ गरिदिनुस्, यो हाम्रो आन्दोलन भने क्याम्पस प्रशासनसँग हो, विद्यार्थीसँग होइन। विद्यार्थी पढ्न आएको विद्यार्थीलाई पढ्न पाउनुपर्छ भने हामी 6 नबज्दै म आफै पनि पुग्छु के क्लास भएछ कि छैन, तपाईको क्लासमा समस्या के छ, तपाईको सर म्याडमहरु आउनु भएछ कि छैन भनेर हामी त्यो निरन्तर अहिले पनि गरिरहेछौँ। हामी अघि बिहान पनि गर्छौँ। तपाई भोलि इलेक्सन छ, सोभि सभापतिको नेभी संघबाट उम्मेदवार हुनुहुन्छ हैन? एकदम व्यस्त हुनुहुन्छ। जाँदै यो जुन भोलि भोटरहरूले विद्यार्थीहरूले तपाईलाई भोट दिँदा किन दिने भनी अन्तमा के बताइदिनुस् त संक्षेपमा? सम्पूर्ण विद्यार्थी साथीहरूलाई नमस्कार। म रोहित कपाली, पाटन संयुक्त क्याम्पस नेभी संघको तर्फबाट यस भोलि हुन लागेको सोभि सभापतिको उम्मेदवार। म तपाईहरुलाई के भन्न चाहन्छु भने हामीले जुन 2 वर्षमा गरेको कार्यलाई मध्यनजर गरेर आफ्नो मताधिकार प्रयोग गरी पाटन संयुक्त क्याम्पसमा अब एकचोटि नेभी संघको झण्डा फरफराउने मौका दिनु होला। तपाईहरुलाई निराश नबनाई
पाटन संयुक्त क्याम्पसमा यो 77 जिल्लाबाट पढ्न आउनुभएका सम्पूर्ण विद्यार्थी साथीहरूलाई पढ्ने वातावरण सिर्जना गर्दै तपाईहरुको उज्जवल भविष्यको लागि पाटन संयुक्त क्याम्पसमा चाहिँ नेभी संघले चाहिँ त्यो पढ्ने वातावरण तपाईहरुलाई सिर्जना गर्ने बाचा गर्दै म लगायत सम्पूर्ण मेरो नेभी संघको प्यानललाई नै विजय गराइदिनु हुन सम्पूर्ण विद्यार्थी साथीहरूलाई विनम्र अनुरोध गर्दछु। ल तपाईले अनुरोध त गर्नुभयो, हजुर ढुक्क हुने आधार छ पक्का? तपाईले यदि जित्नु भयो भने यसै गरी बस्दाखेरि अहिले बोलेका कुरा पुरा गर्न सक्छु, किनकि हामीले जुन यो 2 वर्षमा जुन हामीले कार्य गरे नि त्यो हामीले निर्वाचनमा त्यसलाई एजेन्डै बनाएर गएका थियौं। सबैले त्यसो भन्छन्, विगतदेखि आजसम्म अहिले चाहिँ बाथरुममा त्यसरी ढुङ्गा राखेर हिँड्नु पर्छ भन्नुहुन्छ, त्यही अनि तपाईले नि त्यही हिँड्नुहुन्छ होला। हाम्रो मेन एजेन्डै त्यही थियो के, हामी बाथरुम, हजुर हामीले बाथरुम बनाउँछौं, हामी लाइब्रेरी बनाउँछौं विद्यार्थीको लागि। उहाँहरु ढुक्क भए हुन्छ हुन्छ यो संवादमा तपाईलाई फेरि म केलाई सोध्छु हुन्छ। ठ्याक्कै तपाईले यो 2 वर्षमा गरेको कार्य र हाम्रो पहिलाको तपाईले चुनाव अगाडि हामीले दिन्छ नि त्यसलाई के भन्छ घोषणा पत्र तपाईले हेर्न सक्नुहुन्छ। हामीले जुन जुन घोषणा पत्रमा समावेश गरेका थियौं त्यो कार्य हामी 2 वर्षमा हामी हार्दै गर्दा गरेर देखायौं। हामी हार्दै गर्दा त गर्छौं भनेपछि जित्दै गर्दा हामी एउटा ठाउँमा पुग्दै गर्दा विद्यार्थी साथीहरुले यति विश्वास गर्न सक्नुहुन्छ कि हामी हार्दै गर्दा गर्ने मान्छेले केही गरी जितिहाल्यो भने हामी गर्छौं, ल हामी जित्छौं पनि फेरि। समय र संवादको निम्ति यहाँलाई धन्यवाद, अग्रिम शुभकामना। धन्यवाद है त।